हाम्रो कविताको शीर्षक रहेको छ विदेशी सपनाको पीडा। सानो हुँदा आमा बुबाले मायाले हुर्काए, दुःख सहेर पनि छोरोको भविष्य सजाए। पढाइसकेपछि छोरो विदेश जाने भयो, छिट्टै फर्किन्छु भन्दै आँसु पुछ्दै गयो। छिट्टै फर्किन्छु भन्दै आँसु पुछ्दै गयो। विदेश पुगेपछि जीवन कठिन बन्यो, ऋण तिर्न रात दिन पसिना बग्यो। देशको माटो सम्झदा मन पोल्थ्यो, तर फर्किन समय कहिल्यै पाउँदैनथ्यो। आमा बुबा सधैँ ढोका हेरिरहन्थे, कहिले आउला छोरो भनी बाटो कुरिरहन्थे। उनीहरूको आशा बिस्तारै मर्दै जान्थ्यो। हरेक वर्ष दसैँमा थाली रित्तै रहन्थ्यो। हरेक वर्ष दसैँमा थाली रित्तै रहन्थ्यो। छोरोको सपना विदेशमै हरायो। धेरै कमायो तर सुख गुमायो। विदेशी भिडमा उसको आत्मा रुन थाल्यो। तर घर फर्कने आएन कहिले पालो। घरमा अब केवल तस्विर बाँकी छ। आमा बुबाको माया त्यसै झल्किन्छ। छोरो अझै ऋण र सम्झनामा बाँचेको छ, तर मातृभूमि फर्किने आँट मनमा मात्र सजेको छ। धन्यवाद। विदेशको सपना यो अहिलेको समाजको सपना हो वा बाध्यता? आज हामी यसै विषयमा चर्चा गर्छौँ। नमस्कार। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनको कार्यक्रम चिल्ड्रेन्स फोरममा यहाँहरूलाई स्वागत छ। चिल्ड्रेन्स फोरम बालबालिकाहरूको कार्यक्रम हो, जहाँ हामी बालबालिकामा भएको प्रतिभा, क्षमता अनि उनीहरूसँग रहेका जिज्ञासाका विषयमा चर्चा गर्ने गर्छौँ। म ओजस्वी किरण दबाडी। आज यसै क्रममा हामीसँग प्यारागन पब्लिक स्कुलका भाइ बहिनीहरू हुनुहुन्छ, जसले आज हामीसँग यहाँ बसेर ब्रेन ड्रेनका बारेमा चर्चा गर्नका लागि उपस्थित हुनुभएको छ। स्वागत छ तपाईँहरूलाई। बौद्धिक पलायन भन्छौँ हामीले त। ब्रेन ड्रेन भनेर त यो अङ्ग्रेजी शब्द भयो, नेपाली भाषामा भन्यो भने बौद्धिक पलायन भन्छौँ। यसको विषयमा यति मजाले लेख्नुभयो, मलाई जहाँसम्म लाग्छ सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको यो मनको पीडालाई नै तपाईँहरूले लेख्नु भएको थियो। यसलाई लेख्ने बेलामा तपाईँहरूले आफ्नो मनमा चाहिँ पीडालाई नै राखेर लेख्नु भएको थियो अथवा रिसर्चका कुराहरूलाई लेख्नु भएको थियो? कसरी लेख्नु भएको थियो? मेरो आफ्नो एउटा काका हुनुहुन्छ, उहाँ विदेश जाँदाखेरि मैले जुन अनुभव गरेको थिएँ त्यो अनुभवलाई मैले यस कवितामा लेखेको छु। अनि यस कवितामा मैले उल्लेख गरेको जस्तै छिट्टै फर्किन्छु भन्दै आँसु पुछ्दै गयो। आजभोलि के छ भने विमानस्थलमा रहँदा मानिसहरू विदेश जाँदाखेरि पनि रोएर जान्छन्, हाँसेर जाँदैनन्, जसले आजभोलिको बाध्यता पनि दर्शाउँछ। यो कविता मैले लेख्दा मेरो अनुभवले लेखेको। जस्तो भाइले त भन्नुभयो आफ्नो काकाको विषयमा लेखेँ भनेर, तपाईँले चाहिँ के कुरालाई लिएर लेख्नु भएको छ? अब आफ्ना आफन्तहरूको यादमै हामीले मिलेर यो कविता लेखेका हौँ। तपाईँहरूले मिलेर लेख्नुभयो। अब विषयवस्तुलाई अलिकति गहिरो रूपमा छलफल गर्दाखेरि नेपालमा अहिलेको समयमा चाहिँ बौद्धिक पलायन चाहिँ किन यति धेरै बढ्दो रूपमा छ? के लाग्छ तपाईँहरूलाई? किन चाहिँ बढिरहेको छ जस्तो लाग्छ? वैदेशिक अध्ययन र रोजगारीका लागि धेरै देशमा भएका दक्ष जनशक्तिहरू चाहिँ आफ्नो देश छाडेर विदेशमा पलायनहरूलाई नै बौद्धिक पलायन भनेको मैले बुझेकी छु। यो हुँदाहुँदै पनि नेपालका पढे लेखेका दाजुभाइ तथा दिदीबहिनीहरू, अझ नपढेकाहरू त अब रोजगारको लागि होइन नेपालमा भन्दा बाहिर गएर रोजगार पाउँदा अलिकति धेरै पैसा कमाउँछु कि भन्ने आशमा त जानुहुन्छ। तर हामी त पढे लेखेका बालबालिकाहरू हौ नि, हामीले नै भविष्यमा गएर म विदेश जान्छु भन्ने सपना चाहिँ किन बुनेर बस्छौँ होला? नेपालीहरूमा सफलतालाई नै हामीले तीनटा बााउन्ड्रीमा भित्र सीमित राखेका छौँ। कि त डक्टर हुनु पर्यो, कि त इन्जिनियर हुनु पर्यो, कि त विदेश जानु पर्यो। अब त्यस्तो भन्दा अब मानिसहरूले मेन यसमा अब सामाजिक सञ्जालहरूको पनि कुरा आउँछ। सामाजिक सञ्जालमा देखेका फोटो भिडियोहरूले हामीलाई लोभित पार्छ, त्यो स्वाभाविक हो। तर हामी विदेश जानुभन्दा अगाडि त्यहाँको वास्तविकता, त्यहाँको रियालिटीलाई हामीले मध्यनजर नगरी हामी त्यहाँ विदेश जाँदा त्यहाँ के कसो हामीले कसरी आफ्नो जीवनशैली बिताउनुपर्छ, कसरी हाम्रो दिन प्रतिदिन हाम्रो दैनिकी जीवन कस्तो हुनेछ, त्यो कुरालाई पनि एकदम ध्यान दिएर जानुपर्छ। तत्कालीन कुरा गर्ने हो भने नेपालमा दिन प्रतिदिन बढ्दै गएको छ यो दर। यो चाहिँ दर बढ्दै गयो भने त नेपाल त छिट्टै खाली हुन्छ होइन र?
जस्तो तपाईँले खाली हुन्छका कुराहरू गर्नुभयो होइन, हामीले विदेशमा भएका कुराहरू देखेर चाहिँ हामी विदेश जान चाहन्छौँ त भन्नुभयो, तर नेपाल र विदेशमा रोजगारी पारिश्रमिकका कुराहरू त्यस पछाडि गएर अझ उनीहरूले दिने फेसिलिटिजका कुराहरू तपाईँहरूलाई त तपाईँको विदेशमा हुनुभएको जो पनि हुनुहुन्छ रिलेटिभ्सहरू उहाँहरूले यहाँ त सबै कुरा छ, इन्सुरेन्स छ, यो छ त्यो छ, त्यो कुराले पनि फरक पारेको हो जस्तो लाग्छ। प्रथम तत्त्व भनेको चाहिँ शिक्षा। मान्छेहरू विदेश जानु भनेकै कि त उच्च शिक्षाको लागि, एउटा महत्त्वपूर्ण डिग्री लिनको लागि, भ्यालुएबल डिग्री लिनको लागि भयो। त्यसपछि आउँछ रोजगारी। मानिसहरू यत्रो लाखौँ रुपियाँ खर्च गरेर आफ्नो शैक्षिक भ्रमण शैक्षिक यात्रा जब सकाउँछ तब त्यो मानिसहरूले जब आफ्नो बजारमा निस्किँदा तिनीहरूले चाहे जस्तो आफ्नो अपेक्षा गरे अनुसार तिनीहरूले जागिर नपाउँदा त्यो मनमा भएको मनमुटावलाई नै लिएर त्यो मनमुटाव मेटाउन तिनीहरू विदेश गएका हुन्छन्। त्यसमाथि विदेशमा रहेको सरसुविधा, त्यहाँको वातावरण नै फरक छ। त्यसमाथि हाम्रो नेपाली समाजमा जुन त्यो विदेशलाई लिएर एउटा हाइप छ, त्यो हाइपले गर्दा पनि मानिसहरू विदेशतिर आकर्षित हुन्छन् र विदेश जान्छन्। कतै विदेश एउटा ट्रेन्ड त बनेको होइन भन्ने कुरामा चाहिँ हामी अलिकति निष्कर्षतिर गइरहेको जस्तो लाग्छ। तपाईँलाई के लाग्छ, यो ट्रेन्ड हो अथवा यो बाध्यता हो? नेपाली समाजको कुरा गर्नुपर्दा यो दुइटै हो। यो एउटा ट्रेन्ड पनि हो तर यो बाध्यता पनि हो। नेपाली समाजको कुरा गर्ने हो भने ल अहिलेकै कुरा गरौँ न, हालको तथ्याङ्क निहाल्ने हो भने 26% नेपालको जिडिपी चाहिँ केबाट छ त भन्दा हाम्रा विदेशिएका ती दाजुभाइ दिदीबहिनीले पठाएको विप्रेषणमा छ। अब त्यो 26% विप्रेषण नेपालमा भएन भने अब के हुन्छ त नेपालको? अब त्यही बाध्यता नै हो। नेपालमा एउटा त राजनीतिक अस्थिरता छ, अनि राजनीतिक अस्थिरताका साथमा यहाँको अनुकूल वातावरणै छैन। यहाँ हामीले चाहेको, मैले सोचेको सपना पुरा गर्न यहाँ सपना पुरा त हुन्छ, यहाँ अवसर छैन भनेर मैले भने होइन। यहाँ अवसर छ तर त्यो अवसरलाई हामीले व्यवस्थापन गर्न सकेका छैनौँ। त्यही अवसरहरूलाई नेपाल जस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो नेपाल। त्यस्तो देशमा यदि हामीले अब यहाँको सुविधाहरूलाई हेऱ्यो, यहाँको अवसरहरूलाई हेऱ्यौँ भने हामी त संसारकै सबभन्दा राम्रो देशको रूपमा यसलाई स्थापित गर्न सक्छौँ। तर यहाँको सरोकारवालाहरूले यहाँको नीति नियम बनाई, यहाँको कार्यक्रमहरू सञ्चालन गरेर देशलाई चाहिँ हल्का विकास गर्न आवश्यक छ। आई थिङ्क 10 क्लास सकेपछि चाहिँ यो कुराहरू धेरै आउँछ हाम्रो लाइफमा। विदेश गएपछि मात्र चाहिँ सुख पाइन्छ भन्ने एउटा श्लोक जस्तो भइसकेको छ नेपाली समाजमा। अझै स्कुलदेखि लिएर कलेजमादेखि लिएर विदेशको लागि त प्लान्टेसनै हुन्छ भन्ने एउटा बाहिर हामीले हल्ला सुनिरहेका हुन्छौँ। यस विषयमा चाहिँ तपाईँहरूको धारणा के छ? के साँच्चीकै स्कुलबाट नै तपाईँहरूलाई विदेश जानको लागि उक्साइन्छ अथवा कलेजमा गएर त्यो हुन्छ कि बाहिरको मार्केटले चाहिँ तपाईँहरूलाई इन्फ्लुएन्स गर्ने हो? अहिले हेर्दै जाँदाखेरि चाहिँ वार्षिक रूपमा नै लाखौँ जनताहरू विदेश पलायन हुनुहुन्छ र यसका विभिन्न कारणहरू पनि हुनसक्छ, जस्तै राजनीतिक अस्थिरता, अनि रोजगारीको अवसर नहुनु र पढाइको लागि पनि राम्रो वातावरण छैन भन्ने यो मानसिकता नै भइसकेको छ यहाँ बसोबास गर्ने। यहाँ अब हामीलाई नै शिक्षकहरूले पनि दिनका कहिले कहिले चाहिँ सोच्नुहुन्छ हामी तिमीहरू त विदेशै जाने हो, के नै गर्छौ र भनेर। तर त्यो होइन, नेपालमा पनि धेरै अवसरहरू छन्। त्यो अवसर हामीले नदेखेको, त्यो अवसरको उपयोग गर्न सक्यौँ भने हामी धेरै ठुलो पोस्टमा पनि जान सक्छौँ। यहीँ नेपालमै राम्रो शिक्षा हासिल गरेर कोही डक्टर, इन्जिनियर बनेका छन् भने कोही शिक्षित व्यक्तिहरू लोकसेवा पास गरेर देशको प्रशासन पनि सञ्चालन गरिरहेका छन्। हामीले आफ्नो इच्छा अनुसारले उद्योग धन्दा खोलेर पनि काम गर्न सक्छौँ र अरू व्यक्तिहरूलाई पनि रोजगार दिन सक्छौँ। मैले कति दर्जनौँ युवाहरू चाहिँ लोकसेवा पढ्नको लागि ठाउँ ठाउँमा दाइरहेको देखिरहेको हुन्छु। कतिजना प्राइभेट कम्पनीमा काम गर्नुहुन्छ। त्यो हुँदाहुँदै पनि साथीले पनि अघि भन्नुभयो राजनीतिक अस्थिरता, त्यस पछाडि नेपालको एउटा सोच्ने तरिका नै के छ भन्दा तपाईँसँग घर नभएसम्म, एउटा गाडी नभएसम्म र तपाईँले खर्च धेरै नै खर्च गर्न नसकेसम्म चाहिँ तपाईँ धनी होइन। भाष्यहरू क्रिएट भएका छन् अथवा यो न्यारेटिभ्स भन्छौँ हामीले, यो क्रिएट भएका न्यारेटिभ्सहरू कम हुने भने के तपाईँलाई लाग्छ नेपालका युवाहरू विदेश जान कम गर्थे होला? मलाई त लाग्छ कम गर्थे। मेरै परिवारमा हेर्दाखेरि मेरो बुवा, आमा, ठुलो बा लगायत सबैजना नै सरकारी जागिरमा अवरुद्ध हुनुहुन्छ। अनि त्यसै गरी मलाई पनि त्यही लक्ष्यमा हिँड्नको लागि उत्प्रेरणा दिइरहेको हुनुहुन्छ। अनि सरकारी जागिर मात्रै एउटा अवसर त होइन, अरू अवसरहरू पनि छन्। आफ्नो इच्छा अनुसार गर्न त जे पनि सकिन्छ। त्यसको लागि हामीले मनबाटै त्यो इच्छा चाहिँ आउनु पर्यो र वातावरण पनि हुनु पर्यो हाम्रो इच्छाको अनुसार गर्नको लागि। साथीले कति राम्ररी भनिदिनु भयो मेरो परिवारमा सबैजना सरकारी कामहरूमा आबद्ध हुनुहुन्छ भनेर।
यो त भयो नेपालमा हामीले गर्न सक्ने कुराहरू, तर नेपालमा म केही पनि गर्न सक्दिनँ, मैले केही पनि देख्दिनँ भनेर गएका युवाहरू जो हुनुहुन्छ अथवा हाम्रो बुवा आमा दाजुभाइ दिदीबहिनी जो पनि हुनुहुन्छ, के उहाँहरू साँच्चीकै सन्तुष्ट हुनुहुन्छ होला? हामी यस्तो मुलुकमा गएर आफ्नो सपना हेर्छौँ जहाँ त न हामीलाई महत्त्व दिन्छ न हाम्रो राष्ट्रियतालाई महत्त्व दिन्छ। यहाँबाट ठुलो ठुलो सोच लिएर गएका हुन्छौँ, ओहो त्यहाँ गएर त कोट प्यान्टमा बसेर टेबल कुर्सीमा बसेर जागिर खाइने हो, आफ्नो एउटा स्ट्यान्डर्ड बनाउने हो भनेर। तर त्यहाँ गएर वास्तविकतालाई थाहा पाउँदा, त्यहाँ गएर त्यहाँको वास्तविकतालाई हेर्दा मानिसहरूमा एउटा पश्चाताप हुन्छ। त्यो किन भन्दाखेरि त्यहाँ जानु र त्यहाँ हामीलाई महत्त्व दिइँदैन, त्यहाँको नागरिकलाई महत्त्व दिन्छ नि। अनि त्यहाँ हामीले अपर्च्युनिटिजहरू नपाउँदा, हामीले अवसरको कमी हुँदा अनि हामी फेरि नेपाल फर्क्यौँ जस्तो त हुन्छ। तर नेपालमा के छ भन्दा विदेश गएर फर्केर आएको मानिसहरूलाई झन् समाजमा हेला गरिन्छ, त्यहाँ भेदभाव हुन्छ। त्यही भएर मानिसहरू एकचोटि विदेश गएपछि नेपाल नफर्किने कारण नै त्यही हो। म चाहिँ सन्तुष्ट भएँ यो जवाफबाट। मेरो साथीहरू जो पनि विदेश जानुभएको छ उहाँहरूले के मलाई भन्ने कुरा चाहिँ के हो भने यु आर लिभिङ द लाइफ भन्नुहुन्छ कि बुवा आमासँग घरमा जस्तो नेपालको जुनै पनि कुनामा भए पनि तपाईँको घरमा केही भइहाल्यो, मिसह्याप्स केही भइहाल्यो भने तपाईँ तुरुन्तै घर पुग्न सक्नुहुन्छ। तर विदेशमा भएको व्यक्तिको बुवा आमा चाहिँ डेथै भएको अवस्थामा पनि आउन नसकेर भिडियो कलमा लास चलेको हेर्नुपर्छ कि त्यो भनेको त मलाई जहाँसम्म लाग्छ ब्रेन डेनको सबैभन्दा नमिठो पाटो नै त्यही हो। हामी सपना सजाउन विदेश जान्छौँ तर सपना सजाउँदा सजाउँदै आफ्नो विपना मारिरहेका हुन्छौँ जस्तो लाग्छ। यहाँ धेरै कुरा गर्दा चाहिँ मलाई के लाग्छ भने बौद्धिक पलायनको लागि सबैभन्दा ठुलो सिडिङ चाहिँ घरबाटै हुन्छ जस्तो लाग्छ। तपाईँलाई के लाग्छ यो विषयमा? मेरो दिदीहरू सबैजना शिक्षाकै लागि भनेर विदेश जानुभएको छैन। अब दिदीहरूलाई देख्दा पनि म पनि कहिले गएर बाहिर जाऊँ जस्तो हुन्छ। नेपालमा पनि अब शिक्षा, नेपालको शिक्षा मैले भनेको रङ नै हुनसक्छ होइन, तर मेरो विचारमा चाहिँ नेपालको शिक्षा बुझ्ने र बुझाउने भन्दा पनि घोकन्ते स्टाइलमा हुन्छ नि, त्यसलाई अलि धेरै नै प्रायोरिटी दिन्छ क्या। त्यो एजुकेसन सिस्टम नराम्रो त होइन, राम्रो छ, तर जुन लेभलको त्यो एजुकेसनहरू हामीले बाहिर पाउँछौँ नि त्यो नेपालमा छैन क्या। नेपालमा भयो भने त्यो बाहिर जानु त आवश्यक नै छैन नि त। त्यही भयो भने आफ्नै देशमा बसेर पढ्न पाइयो, फ्यामिलीसँग टाइम स्पेन्ड भयो, फ्यामिलीबाट टाढा जानु भएन, त्यही हो। त्यही नै हो। म एउटा ओभरअल क्वेसन तपाईँहरूलाई सोध्छु, यहाँबाट म विदेश जान्छु भन्ने अहिले सपना बुनिसक्नु भएको को हुनुहुन्छ? हात उठाउँदा हुन्छ। तपाईँ विदेश किन जान चाहनुहुन्छ? त्यहाँ हामीले विभिन्न अपर्च्युनिटिजहरू पाउँछौँ। अब त्यहाँको लाइफस्टाइल, त्यहाँको अब थिङ्किङ, त्यहाँ आर्टिस्टहरूलाई पनि अब धेरै दिन्छ, प्राथमिकता दिन्छ। अनि नेपालमा चाहिँ त्यो कुरा अहिलेसम्म भएको जस्तो लाग्दैन। अब यहाँ आमा बुबाहरूले पनि अब यस्तै सोच राख्नुहुन्छ अनि हामी बालबालिकाहरूले पनि अब घरमा यस्तो चलिआएको छ र हाम्रो सोच पनि यस्तै हुँदै जान्छ। अब हाम्रो घरमा पनि सानैदेखि विदेश जानुपर्छ भन्ने कुरा हुन्छ, त्यसैले पनि अब हामीलाई अब हाम्रो भविष्यको लागि भने पनि विदेश हिँड्न मन लाग्छ। नेपालमा त आर्टिस्टलाई त अब त धेरै नै रेस्पेक्ट बढिसकेको छ नि, के तपाईँलाई लाग्छ बढिसकेको छैन जस्तो? मेरो हिसाबले बढेको छ जस्तो लाग्दैन। अपर्च्युनिटिजहरू पनि आर्टिस्टले अहिले पाएको छैन नेपालमा। अहिले मलाई के लाग्छ भने हामीलाई चाहिँ पढ्न र केही गरौँला भन्दा बढी चाहिँ म चाँडै कमाएर म त्यो ठाउँमा पुगौँला अथवा म कुनै गाडी लिगौँला, कुनै घर लिगौँला, हाम्रो एउटा सपना हुन्छ कि। मेटेरियलिस्टिक हामी धेरै भइरहेको भएर पो बौद्धिक पलायन बढेको पो हो कि? हाम्रो घरहरूमा हाम्रो आमा बुबाले अब तिमीले +2 पास गरेपछि विदेशै जानुपर्छ भन्ने कुराहरू छ। अनि अब यस्तै हो भने त हुन सक्छ। अरू कसैलाई यो विषयमा केही थप्न मन छ? अब जस्तै हामीले किताब लेख्दाखेरि पनि, जस्तै मैले एउटा किताब लेखेको थिएँ अघिल्लो वर्ष। किताब लेख्दाखेरि चाहिँ त्यो लेखेर पब्लिस गरिसकेपछि त्यसपछिको रियाक्सनहरूमा चाहिँ मैले आफै के फिल गरेको भन्दा चाहिँ मानिसहरूले, मेरो दाजुभाइ दिदीबहिनीहरूले मेरो बुक रिभ्यू गर्दा चाहिँ ल राम्रो लेखेर रहेछौ तिमीले, क्रिएटिभिटी इन्हान्स भयो, एकदम राम्रो लेखेर रहेछौ भन्नुभयो। तर त्यसपछि चाहिँ एउटा तितो लाइन बोलिदिनु भयो क्या। त्यो लाइनले चाहिँ मनमा कटक्क छुन्छ। त्यो लाइनले चाहिँ के भन्छ भन्दा ल ठिक छ बुक त लेखिहाल्यौ, अब जीवनमा के गर्ने विचार छ त तिमीलाई, तिमी के गर्छौ त भन्दा अब यो भनेको त सिधै हाम्रो सपनाहरूमा एउटा रेखा हाने जस्तो भयो नि त। अब म राइटर त बन्दिनँ, म राइटरै नबने पनि त्यो
भन्नुभन्दा अगाडि नै त्यसलाई सीमित गरिदिनु भनेको त गलत हो नि त। हामीलाई अब नेपालमा सानोदेखि सानो पेसालाई पनि हामी सम्मान दिने त भन्छौँ, स्कुलमा पढ्छौँ, तर वास्तविक जीवनमा छैन नि त यो। अब वास्तविक जीवनमा भन्यो भने विदेशहरूमा उही कुरालाई अब प्राथमिकता दिइन्छ। विदेशमा पेन्टरले कमाउने र नेपालको पेन्टर आर्टिस्टहरूले कमाउनेमा ठुलो फरक छ। त्यही भएर मानिसहरूभित्र भएको प्रतिभालाई तिनीहरूले विदेशमा लान्छन्, विदेशमा देखाउँछन्। नेपालमा सम्मानै छैन भने किन बस्ने भन्ने धारणा आउँछ यहाँनिर। विदेश 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 त हामीले गरिरहेको छौँ। अलिकति देशको बारेमा कुरा गर्दाखेरि के गर्न सकिन्छ त? तपाईँलाई मैले यदि नेपालमै रोक्न सक्छु भने म तपाईँलाई के दिन सक्छु? अवसरहरू चाहिँ बढाउनु पर्ने। अनि त्यो सहरी क्षेत्रहरूमा त अहिले हामीले राम्रो एजुकेसन पाइरहेछ नि त, तर ग्रामीण क्षेत्रमा मेरो गाउँ रामेछापमा चाहिँ त्यहाँ 5-6वटा गाउँमा एउटै स्कुल छ, अनि त्यो स्कुल पनि धेरै टाढा छ कि। अनि कहिलेकाहीँ पानी नै धेर पर्छ रामेछापतिर, अनि त्यहाँतिर मेरो बाढी पहिरोहरू नि आइरहेको हुन्छ है टाइम टाइममा। अनि त्यो हुँदाखेरि विद्यार्थीहरूलाई नि विद्यालयतिर जान गाह्रो हुन्छ। अनि त्यसरी नै दक्ष जनशक्तिको अभाव पर्छ नि त देशमा। त्यही भएर यस्तो ग्रामीण क्षेत्रहरूमा चाहिँ विद्यालयहरूको स्थापना गर्ने र युथहरू हुन्छ नि जनताहरूको लागि चाहिँ सकेसम्म अपर्च्युनिटीहरू खोलिदिने क्या, यस्तो कृषि उद्योग जस्तो ठाउँहरूमा। नेपालमा रोजगारीको पनि एउटा आवश्यकता देखिएको छ, किनभने विदेशी नै आजभोलिको युवाहरूको मेन रिजन नै रोजगारीको लागि हो। यदि देशमै रोजगारी छ भने मलाई लाग्दैन कि कसैले पनि विदेशको सपना देख्न चाहन्छ या त्यहाँको कुनै पनि देशको दोस्रो नागरिकको दर्जा पाएर त्यहाँ दिनरात खटेर आफ्नो जीविकोपार्जन गर्न चाहन्छ जस्तो मलाई लाग्दैन। अनि अर्को कुरा छ भनेको स्वास्थ्य सुविधा। विदेशमा कम लगानीमा ठुलो हस्पिटलहरू खुलेका छन्, त्यसमध्ये पनि त्यहाँको ट्रिटमेन्ट राम्रो छ, त्यहाँको उपचार राम्रो छ। यहाँको सरकारी अस्पतालहरूमा जस्तो नेग्लिजेन्स हुन्छ त्यहाँ त्यस्तो हुँदैन। अभियसली डक्टरको इच्छा चाहना यही हुन्छ कि मैले यसलाई बचाऊँ, किनभने उसले आफ्नो जीवन यही शिक्षाको लागि बिताएको छ। उसको उद्देश्य नै त्यही हो कि मैले फ्युचरमा मानिसहरूको ज्यान बचाऊँ भनेर। तर आजभोलि भन्दा पनि नेपाली समाजकै यही मानसिकता रहेको छ कि अगर उपचार ठिक तरिकाले भयो, व्यक्ति स्वास्थ्य भएर घर फर्कियो भने डक्टरले गर्दा भयो, डक्टर भगवान भइहाल्यो। तर यदि पेसेन्ट त्यही हस्पिटलमा रहँदै मर्यो भने पुरै ब्लेम डक्टरमाथि नै जान्छ। हामीले के गर्छौँ, केही कुरा चित्त बुझेन, मानौ कुनै कम्पनीसँग चित्त बुझेन भने हामी ढुङ्गा उठाउँछौँ, कम्पनी फुटाउन जान्छौँ। त्यो गर्नुको सट्टा यसरी नै बसेर कुराकानी गर्ने हो भने सायद त्यो फ्रस्ट्रेट भएर हाम्रो नेपालको दक्ष जनशक्तिहरू बाहिर जान सक्दैनन् होला नि। तपाईँलाई के लाग्छ? विदेश पलायन हुनको एउटा मुख्य कारण चाहिँ ओभरवर्कले गर्दा नि हो क्या। उनीहरूलाई धेरै काममा चाहिँ कम तलब पाइन्छ, जसले उनीहरूलाई ओभरवर्कको नि स्ट्रेस हुन्छ नि त। लाइक एउटा रिसेन्ट डेटामा चाहिँ विदेशतिर एउटा नर्सको लागि 6वटा पेसेन्ट हुन्छ होइन, तर नेपालमा एउटै नर्सले 40+ पेसेन्ट्सहरूलाई ह्यान्डल गरेर हुन्छ नि त। त्यसले लाइक काम गरेको मान्छेमाथि नि ओभरवर्कको स्ट्रेसहरू, डिप्रेसनहरू त्यस्तोको सिम्टमहरू आउँछ नि त। अनि त्यसरी नै यता त्यही काम गर्नु र विदेशमा त्यही काम गरेर लेस स्ट्रेस अनि बढी कमाउनु भनेर नि देशको दक्ष जनशक्तिहरू विदेश पलायन भइरहेका छन्। काम पनि धेरै गर्नु छ, त्यही माथि गाली पनि खानु छ होइन। त्यसपछि तपाईँहरूले केही पनि गर्नु हुँदैन, हाम्रो लाइफै बर्बाद गरिदिनु भयो भने ब्लेम पनि लिनु छ, किन बस्ने भन्ने एउटा माइन्डसेट पनि हुन्छ होला। कुरा गर्दै जाँदाखेरि हामीले विदेशबाट दक्ष जनशक्तिलाई फर्काउन सक्यौँ भने के हुन्छ होला, के लाग्छ? म चाहिँ सोलुखुम्बुबाट हो र मेरो गाउँमा चाहिँ पहिला पुर्खाहरूले चाहिँ नुनको साटासाट व्यापार गर्थे र नुनको साटासाट व्यापार गर्नुको निम्ति चाहिँ उहाँहरू नेपालको सीमा पार गरेर अरू राष्ट्रसँग नुन व्यापार गरेर फिर्ता आउँथे र फिर्ता आउने क्रममा चाहिँ फिर्ता आइसकेपछि चाहिँ उनीहरूलाई एक किसिमको सफलताको प्रतीक भनेर इज्जत दिन्थ्यो, सम्मान दिन्थ्यो। तर अहिलेको यो आधुनिक समाज अथवा अहिलेको युगमा हेर्ने हो भने चाहिँ मान्छे विदेश जानु चाहिँ सफलता मानिन्छ, तर मानिस विदेशबाट फिर्ता आएपछि चाहिँ उसलाई असफल मानिन्छ। तर म चाहिँ योसँग अलि सहमत छुइनँ। यो कम्प्यारिजनको एउटा कुरा छ कि, जस्तो मलाई लाग्छ तपाईँहरूले यो कुरालाई एकदमै रिलेट गरेर भन्न सक्नुहुन्छ होला।
हामी सानैदेखि नै हरेक कुरामा जस्तो क्लासमा साथीले आफूभन्दा धेरै लिएर आइदियो अथवा टपर साथीले चाहिँ अलि राम्रो मार्क्स लिएर आयो भने हामीले के गर्छौँ बुवा आमाहरूले के भन्नुहुन्छ तिम्रै क्लासमा पढेको साथीले यति धेरै लिएर आएको छ तिमीले कसरी थोरै ल्यायो एउटै क्लासमा पढ्ने होइन भन्ने हुन्छ। त्यस पछाडि अलिकति माथि गइसकेपछि तिमी सँगसँगै पढेको दाइ अथवा भाइ त विदेश गएर घरमा 1 लाख 2 लाख पठाउँछ अरे तिमी त कमसेकम राम्ररी पढ न कमाएर ल्याऊ त भनेको छैन त तिमीलाई भन्नुहुन्छ होइन। यो कुराहरूले युवाहरूलाई यति आत्मग्लानी बनाइदिन्छ त्यसले गर्दा पनि बौद्धिक पलायन भएको हो कि होइन? मेरो विचारमा हाम्रो नेपाली आमा बुबाले र हाम्रो समाजले गर्दा धेरै जस्तो युवाहरूले विदेश जान मन नभए पनि विदेशतिर पलायन भइरहेको छन्। किनभने हाम्रो नेपाली समाजमा नेपालमा केही अपर्च्युनिटी नै छैन भन्ने सोच राख्छन्। यदि हामीले हाम्रो नेपालमा केही अवसर राख्न पाएको भए अनि त्यस्तै सोच बनाएको भए कति धेरै एउटा दक्ष जनशक्तिहरू विदेश जानु नै पर्दैन थियो। मेरो प्रश्न तपाईँहरू समग्रमा छ होइन एक एक गर्दै उत्तर दिनु होला है त। जस्तो एउटा यस्तो कुरा एउटा मात्रै चुज गर्न पाउनुहुन्छ के कुरा भयो भने चाहिँ तपाईँ नेपालमै बस्नुहुन्थ्यो? भाइबाट सुरु गरौँ न। नेपालमा विभिन्न प्रकारको अवसरहरू डेभलप भयो भने अब हामी जस्तो विद्यार्थीहरू यहीँ रुक्न बाध्य हुन्छौँ जस्तो लाग्छ। आइटीको फिल्डमा केही आइडियाहरू जेनेरेट भए त हामी पनि स्टुडेन्ट्स हुन्छ नि हामी पनि नेपालमै बस्न सक्छौँ होला। आजभोलि नेपालको शिक्षा प्रणाली पनि एकदमै राम्रो भइसकेको छ, यसको विकास भएको छ। त्यसैले यसलाई अझ विकास त भइसकेको छ तर कमी केमा छ भने चेतना फैलाउनुमा कमी छ। हो यही कुराको चेतना फैलायो भने अनि मानिसहरूको मानसिकता बदल्यो भने म चाहिँ नेपालमै बस्ने निर्णय गर्छु। यदि एउटा मानिस राम्रो कुरा गर्न गइरहेछ उसको इन्ट्रेस्टको कुरा गर्न गइरहेको छ भने उसलाई सपोर्ट गरिदिएमा हाम्रो नेपाल धेरै नै विकसित हुन सक्थ्यो। किनकि नेपाल यस्तो बढीमा यो शिक्षा क्षेत्र कृषि क्षेत्रले होइन सुरुमा त हामी मानिसबाट बदलिने भन्ने सोच चाहिँ म राख्छु। एकदमै राम्रो भन्नुभयो। विदेश जानको लागि चाहिँ मान्छेलाई के हुन्छ भन्दाखेरि नेपालमै गर्नको लागि चाहिँ नेपालमा तलब भएको भए त म गर्नु नि। नेपालमा त काम अनुसारको तलब पनि त छैन नि। विदेशमा त हामीले थोरै काम गरे पनि धेरै तलब पाउँछौँ त्यो हेरेर पनि हामी आकर्षित हुन्छौँ। हामीले नेपाललाई चाहिँ अरू देश जस्तो बनाउन भन्दा पनि हामी नेपाललाई नेपाल जस्तै विकास गर्नुपर्छ ताकि अरू देशले चाहिँ नेपाल जस्तो बनोस् भन्ने होस्। हामी अरू देश जस्तो बनाउँ चाहिँ नहो। मलाई चाहिँ लाग्छ अब भविष्यमा यो राजनीतिक यस्तो यस्तो कुराहरूमा चाहिँ अलिकति बदलाव आएर राम्रो बदलाव आयो भने चाहिँ म नेपालमै बस्छु होला नत्र भए म पनि जान्छु होला। विदेशमै अवसर छ भन्ने त ग्यारेन्टी नै हुँदैन नि। हामीहरू सबैजना एकजुट भएर यही देशलाई अझ विकसित बनाउँदै जाउँ भन्ने भनाइ छ। अवसर साथसाथै रोजगारी पनि यसै अवस्थामा छ। रोजगारी सबै क्षेत्रमा पनि रोजगारी एउटै छैनन् भन्ने छैनन्। अवसर जस्तै रोजगारी साथसाथै अब अवसर पायो भने त रोजगारी त अफकोर्स पाइहाल्छ। सबसे पहिला आफ्नै डिसिजन आफ्नै माइन्ड मेकअप गर्नुपर्छ होइन अनि मात्रै हामी के अरे हाम्रो देशलाई यो पलायनबाट छुट्याउन सक्छ भनेर मलाई लाग्छ। आज हामीले बौद्धिक पलायनका बारेमा कुरा गऱ्यौँ। तपाईँहरूले मलाई अलिकति फरक पृष्ठभूमि पनि दिनुभयो। जस्तो साथीले चाहिँ नेपालमै बसेर काम गरेर त ठिकै छ तर पारिश्रमिक अलिकति कम भएको हिसाबले पनि विदेश जान मन लाग्छ भन्नुभयो। कुरा गर्दै जाँदाखेरि अझै धेरै कुरा गर्नु त मन थियो तर हामीसँग सधैँ समयको पाबन्दी हुन्छ अनि हामीसँग गफ गर्नको लागि धेरै कम समय थियो। तर जति गफ गऱ्यौँ मलाई जहाँसम्म लाग्छ हामीलाई हेर्ने दर्शकहरूले पनि धेरै कुराहरू बुझ्नुभयो होला र आजको लागि नचाहँदै पनि तपाईँहरूबाट बिदा हुन्छु है त। आशा छ आजको कार्यक्रम यहाँहरूलाई निकै नै रमाइलो लाग्यो होला। यदि त्यस्तै कार्यक्रमहरू हेर्न चाहनुहुन्छ भने सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनको कार्यक्रम चिल्ड्रन्स फोरम प्रत्येक शनिबार बिहान 9:30 बजे हेर्न सक्नुहुन्छ। साथै तपाईहरूसँग पनि यस्तै प्रतिभा छन् भने तल स्क्रिनमा दिएको नम्बरमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हस्त आजलाई यति नै, धन्यवाद।